नमस्ते दर्शकबिन, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को नयाँ अनि नौलो ब्लगमा। र आजको यस ब्लग भिडियो भनेको एकदमै इन्ट्रेस्टिङ हुन गइरहेको छ, किनभने हिउँदोमा काटेको घाँसले कसरी कुन्यौ लगाउने त भन्ने पनि तपाईहरुलाई म बताउने छु र गरेर पनि देखाउने छु। र साथमा हामीले चाहिँ जंगलमा नै पिकनिकको पारेमा खाजा पनि रेडी पारेका छौं। त्यस्तै गरी हामीले रमाइलो कुरा पनि गरेका छौं। ती कुराहरुलाई पनि जस्ताको जस्तै हामीले चाहिँ देखाउन गइरहेका छौं। र साथमा आजको यो ब्लग भिडियो अन्तिमसम्म हेरेर तपाईले भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ र ब्लगको अन्तिमसम्म रहेर तपाईहरुको मिठो कमेन्ट चाहिँ छोड्न नभुल्नु होला है त। 2000 years later. यहाँनिर चाहिँ घाँस झुन्डाउने काम चाहिँ हाम्रो यहाँनिर सम्पन्न भएको छ र अब चाहिँ पालो रहेको छ यहाँनिर झुन्डाउने र अब फेरि पनि यहाँनिर घाँस झुन्डाउँछ र त्यस पछाडि तपाईहरुले फेरि त्यता गर्ने भिजिट हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी घाँस झुन्डाउँदै छौं। यो मान्छेले चाहिँ रक्सीको है रक्सीको म चाहिँ यहाँनिर ठ्याक्क लाएर यस्तो घाँसको कुन्यौ लगाइसकेपछि यहाँनिर हामी खाँदैछौँ डिउ र म डिउ खाँदैछु। डबकामा लाएर डिउ खाँदाखेरि अलिक मजा खतरै हुँदो रहेछ। डिउ है साथी हो फेरि यो रक्सी भन्ला रक्सी खाएको भने के ठिकै लागिरहेछ तर रक्सी खाएको भन्नु त ठिक छ, रक्सी नै हो। लु गाइस, यहाँनिर चाहिँ म चौचो पकाउँदैछु। ल अब के गर्ने, यसमा पानी यसमै हाल्यो। लसुन प्याज चाहिँ आज लिएर आना छ कि आएर पनि यो चाहिँ हाल हामी पानी हुन्छ। ल पकाउँदैछु, त्यो पानी चिबाट फरक। ल यहाँनिर आधा चाहिँ बनबोज हुँदैछ गाइस, बनबोज हुँदैछ यहाँनिर। गर्दैन खै चुल्छ चिला खै
पेरमा कुर्सी बगान दिन जग्गा लो आई पक चुलु छिक पैसा अरे ओए हाल 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 को क्या होता है गाइस चाहिने आज वो मैं ज्ञान पर्छ बिना एक्सिडेन्ट भयो त भाइ गाइस यहाँनिर चाहिँ माने हाल्ने क्रममा चाहिँ आगो बल्यो रेकर्डिङ भयो होइन अब चाहिँ साथी हो बनाउँदैछ बाबु बाबु भयो नुन कहाँ छ खर्सानी कहाँ छ भयो म्याडम भयो यो चाहिँ हो रम्बा हामी रम्बा भगाउँदैछौँ अब के गर्ने साथीको यहाँनिर छ रम्बा कति प्याकेट पकाउने हो 5 प्याकेट हामी जम्मा 4 जनाको लागि 4 प्याकेट रम्बा पकाउँदैछौँ र यो देख्न सक्नुहुन्छ रम्बा चाहिँ यता लस्कारे मैले राखिदिइरहेको छु रम्बा यस्तो छ र त्यसै गरी यहीँ पाक्दैछ यस्तै पर घाँस काट्दै यता घाँसको कुनै यता छ र रम्बा पकाउने मान्छे चाहिँ म यता छु र यहाँ चाहिँ पाक्दैछ अब उम्ल्या छैन पानी मिलेपछि मात्रै हाल्नु भयो आधी साइज चाहिँ गृहमन्त्रीको यसै पाक्दैछ साथी हो लु गाइस यहाँनिर चाहिँ अब रम्बा हाल्ने बेला बगो छ र रम्बा सरी यसलाई राराहरू छ रारा र रम्बा उस्तै उस्तै होला एक प्याकेट गइसकेको छ अब हाम्रो जान्छ यहाँनिर सेकेन्ड प्याकेट त्यस्तै गरी सेकेन्ड प्याकेट पनि गइसकेको छ आगो अलि ज्यादा भयो र त्यस्तै गरी यहाँनिर जाँदैछ अब अर्को चाहिने 3 प्याकेट त्यस्तै गरी यहाँनिर अब जाने क्रममा छ जम्मा 4 प्याकेट गरेर 4 प्याकेट जाँदैछ यसलाई पनि यहाँ पोल्युसन चाहिँ गर्नु हुँदैन त्यही सब दिँदै हालिदिन्छु सोरसार पारेर यतै हालियो र अब यस्तो तरिकाले पाक्दैछ है साथी मजाले पाक्दैछ कस्तो भयो गरम ल फाइनली गाई चाहिँ यहाँनिर चौचौ पाकिसकेको छ र आगो पनि यहाँ लो फ्लेममै गरेको किनभने पुरै पाकिसक्यो नि त धेरै गऱ्यो भने पनि ठिक हुँदैन त्यही कारणले चौचौ चाहिँ पाकिसक्यो अब सर्भ गर्ने तरिकामा गाई चाहिँ यहाँ पाकेर चाहिँ सर्भ गर्न थाल्यो र अब यहाँनिर चाहिँ सट्टो लाएर खानुपर्छ तातो पुरै तातो छ गाई चाहिँ पुरै तातो तातो यहाँनिर चाहिँ भइसकेको छ मेरो भागमा नि आइसकेको छ र अब यस्तो भइसकेको छ मिठो भएको छ है आगोमा पाएको त मिठो छ मिठो छ Chưa luôn xíu. Nakani. Kasi. Very spicy. Tasty छ टेस्टी पुरै आगोमा पकाएको भनेको भातै अर्को छ नि यस्तो छ साथी Nước sẽ ngập.